हेलो गाइज, ब्याक टु माई न्यू ब्लग। के छ, सन्चै आरामै हुनुहुन्छ? कहाँबाट कसरी हेर्दै हुनुहुन्छ कृपया कमेन्ट चाहिँ गर्नु होला है साथीहरू। आज चाहिँ एकदम गर्मी छ, मेरो छुट्टीको दिन है। सधैँ एक्सर्साइज रनिङ गर्ने क्रममा रनिङ गरिसकेपछि चाहिँ यो बल एकछिन एक्लै खेल्छु होइन, साथी पनि कोही छैन। बल खेल्छु एकछिन, तपाईँहरूसँग हेर्नु होला पुरा भिडियो है, कस्तो लाग्छ। बल नछोको पनि 4 वर्ष भयो। पहिला त खेलाडी नै हो नि त, पहिला मस्त गेम खेलेर हिँडिन्थ्यो है। कति ट्रफीहरू ल्यायो, कति खसीहरू ल्याएर खाइयो है। तर यसपालि चाहिँ एक्लै अब खेल्न लाग्छु साथीहरू। कस्तो लाग्छ प्रतिक्रियाहरू दिनु होला र अनि मसँग सँगै जोडिरहनु होला ल। झार्दिनँ मैले, कति बेरसम्म झार्दिनँ हेरिराख्नु ल। झरे साथीहरू, आजलाई यति मात्रै गरौँ, थकै पनि लाग्यो। घाम छ है, 40 डिग्री घाम छ। के गर्नु, फेरि पानी बोतल पनि ल्याएन, ढल्यो भने स्यास्या भयो पुरै। एकछिन बल खेलेको है साथीहरू, पसिना पनि आयो। शरीरलाई हल्का एक्सर्साइज त भयो है। के गर्ने, गाह्रो छ विदेशमा। एक दिन छुट्टी हुन्छ है, अब के गर्नु, एक्लै भइन्छ छुट्टीमा। अब कम्पनीको जस्तो सबैको सँगै छुट्टी हुने भइदिएदेखि सट्ट 5-7 जना साथीहरू भएर नेट टाँगेर बल खेल्नुको मजै अग्लै हुन्थ्यो। बेला बेलामा गेम खेलेको मान्छे नि हो है, तर के गर्नु। अनि के छ साथीहरू, तपाईँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया मेरो कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला है। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नु होला है। साथ सपोर्ट गर्नु होला कृपया। म पनि तपाईँहरूलाई यस्तै रमाइलो भिडियोहरू हाल्नेछु है साथीहरू। ल, अहिलेलाई छुटौँ, फेरि भेटौँला नेक्स्ट भिडियोमा।